तँलाई मौत छ भन्नेलाई के थाहा हो साथीभाइ हो। आफूले भएको पीडाहरू आफ्नो आफन्त बचपनदेखि आफ्नो आफन्तले दिएको चोटहरू भोगेर हिँडेको अहिलेसम्म कसले देखेको छ। आफ्नो पीडा आफैलाई थाहा हुन्छ भन्ने गर्छ नि। छोरा मान्छे सबै खराब हुन्छ तर छोरा मान्छे मतलबी सेल्फिस हुन्छ भन्छ। तर हाम्रो प्लेसमा बसेर कसैले हेरोस् न साथीभाइ हो, हामीले चाहिँ कुन पीडाहरू भोगेको छौँ आफ्नो बाउआमाले दिएको चोटहरूबाट भन्ने गर्छ नि। बाउआमा भनेको भगवानसम्म हुन्छ भन्छ तर सबैको बाउआमा भगवान हुँदैन, राक्षस पनि हुन्छ। किनकि जुन बाउआमाले चाहिँ छोराहरूको विशेष छोराहरूको लागि भविष्यमा केही सोचिदिँदैन नि, उसलाई कसरी बाउआमा भन्नु पनि सकिन्छ हौ। जुन पीडाले गर्दा बाउआमाले जानी जानी गरेको गल्तीले गर्दाखेरि छोराले सजाय भोगिरहेको हुन्छ नि, त्यो कसैले बुझ्दैन। त्यसैले नि हर कोहीको बाउआमा भगवान जस्तो हुँदैन है, राक्षस पनि हुन्छ।